ल केबाट सुरु गरौँ ससोबाट गरौँ ल राख राख हामी खासै मुखदान गर्दा होइन कहिले काहीँको मुखदान गरौँ हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो अनि त्यसपछि धेरै टाइम पछि चाहिँ हामी फेरि ब्याक आएका छौँ अनि आज चाहिँ मेरो साथमा हुनुहुन्छ मेरो बहिनी र मम्मी अनि त्यसपछि आज हामीले चाहिँ मुकबाङ गर्न लागेका छौँ अनि हामीसँग चाहिँ यहाँ छ करेन्ट अनि त्यसपछि अन्डा अनि ससेस अनि चिकन डायमन्ड अनि त्यसपछि हाम्रो यहाँ छ यहाँ चिप्स पनि राखेको छौँ हामीले अनि कोक पनि छ है आज चाहिँ हामी अब सुरु गर्न जाँदैछौँ अनि त्यसपछि हामी चाहिँ अब खानेछौँ यो आहानालाई यो मलाई लेट्स स्टार्ट है अब यो अहिलेको लागि हेर ल केबाट सुरु गरौँ ससोबाट गरौँ ल राख राख हाम्रो क्यामेराम्यानलाई पनि दिउँ न त क्यामेराम्यानलाई पनि त थोरै हामीसँग आज चिकन डायमन्ड चाहिँ नपाएर हामीले थोरै मात्रै लिएर आएका छौँ चिकन डायमन्ड पाउन चाहिँ एकदमै गाह्रो रहेछ ल खाम है ल सुरु गरौँ ल सुरु ल गरौँ फर्स्ट बाइट है ल ल है ल पिरो छ र चिसो भइसक्यो छ पिरो त ठिकै हो है ससेस खाइदिन्छु हामीले चाहिँ यसले पनि हातले पनि युज गर्छौँ है नेपाली हो नि त आनालाई कस्तो लागिरहेको छ कस्तो लागिरह मिठो होइन क्या खाना भनेर रमाइलो यसमा हालेर पनि खाऊ न यसमा हालेर मिठो हुँदो रहेछ होइन मलाई चाहिँ टाढा भएकै है हात पनि युज के हो ससेस है हाम्रो चाहिँ यो फर्स्ट मुकबाङ नै होला है यो त अलिक कडै छ जस्तो हौ कसरी निकाल्नु खानु गम गम हातले त्यो त खानु पर्दैन त्यसलाई त हातले खानु मिठो आयो अलिकति चिसो भयो पिरो भएको छ नि जस्तो लाग्यो अलिकति ल आनालाई पिरो भएछ र सुप्रिना रहेछ पिरो खान नसक्ने होइन मेरो बेस्ट चाहिँ यो मनपर्छ चिकन डायमन्ड ए हातैले पो रमाइलो हुँदो रहेछ क्या हो
है यो त के यो केही आउँदैन न्यापकिन दिनुपर्ने छ न्यापकिन है ब्लेन्डर अर्को कुन खाने पनि तपाईँहरूले यसो कमेन्टहरू गर्नुहोस् है। हामी यस्तै भिडियो नि लिएर आउनेछौँ अब रमाइलो गर्नु पर्यो। चिकन डायमन्ड खाऊँ है त। हाम्रो नानीहरूलाई चाहिँ मासु ल्यायो भने चाहिँ मासु होइन छाला हड्डी बाहेक अरू मन पराउँदैन। एकदम मिठो छ गाइस। नुन पुऱ्याउनु चाहिँ हो केमा कसो नुन खानु हुँदैन, मलाई अलिक बेसी नै चाहिन्छ। स्वास्थ्यको लागि हानिकारक हुन्छ। कतिलाई चाहिँ चिकन डायमन्ड मन पर्दैन तर हाम्रो चाहिँ फेभरेट हो होइन। यो चाहिँ मेरो हो। डिस्टर्ब गरिरहेको छु क्या हो उताबाट आवाज आयो। उताबाट माइन्ड नगर्नु है तपाईँहरूले। उता चाहिँ हाम्रो फर्निचरको काम हुँदैछ। डिस्टर्ब आवाज हुन्छ। सुन्छ कि सुन्दैन तर जहाँसम्म लाग्छ सुन्दैन होला। हामी खासै मुखबाङ्गर त होइन, कहिले काहीँको मुखबाङ्गर हो। धेरै खान नसक्ने होइन। उनको पनि हाल्छौँ यो गोली मारो न आएन मन खाउँ। मैले त टचै गरेँ खाना। हाम्रो क्यामेराम्यानले चाहिँ यहाँ सक्यो भनेर देखाउँदैछ। यो नेपाली हो यसरी नै खानु पर्यो। तिमीले त खाना खाएको गयो त। मेरो खाना पनि यही खाजा पनि भयो। यो खाएर पनि फेरि खाना खानुपर्छ र खाने म त खान्न ल है यसरी नै खाऊ। अझै यसरी नै मुखबाङ भिडियो ल्याउन सकोस्। चिकन डायमन्ड चाहिँ कसलाई मनपर्छ, कतिलाई चाहिँ घिन लाग्छ खाँदैन, तर हाम्रो चाहिँ यही मनपर्छ। यसमा नानी पिरो पिरो हुनु होइन पिरो पुग्दैन आनाले पिरो मसला हुन्छ। हामीलाई यति खाँदै अगाउँछ मुखबाङ्गरहरू चाहिँ कसरी खान्छ हौ।
खाइन्छ यसरी। पुरा आमा हातले खानु भन्दैन क्या। लुगा मैंने पूछा हाँ करना अब पनि छिटो छिटो अझ पनि तपाईँहरूको माझमा यस्तो ल्याउन सकोस्। भोक लाग्दा मात्रै रहेछ है एकचोटि खाना बनाउनु। झन् धेरै भोक लाग्छ, झन् खानु सक्दैन। किनभने अब सुरुमै उयो हुन्छ नि त, भोक लागेर पनि मरिसक्यो हुन्छ क्या, भोक मेटिसक्यो हुन्छ। चिप्स त खाएको छैन मैले। हामीलाई फेरि खानै आउँदैन। खानै आउँदैन आउँछ नि यसो मुखमा त हाल्ने त हो। गर्ने यसरी खान नआए तिमी यत्रो भयो होला त, खाएर त बढेर यत्रो भयो। अब हामी खानाको ल्याउनु पर्छ है, खाना र सुँगुरको मासु। खाना चाहिँ म हल्का मासु हो के मुखबाङ बनिन्छ। सुँगुरको मासु ल्याऊ अनि बोलाऊ न फेरि खान आउँछ सुँगुरको मासु। पकाउने मामु नै हो। त्यो कोकले चाहिँ छिटो अगाउँछ क्या। त्यो सबै सोर न। सलाद पनि राम्रो है। आनालाई चाहिँ पुरा आउन इच्छा थियो, तर आज पुरा भयो होइन। अस्तिदेखि कहिले गर्ने दिदी भन्दै थियो, तर आज दिदीको अलिक बजेट छैन। तपाईँहरू छिटो सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, सेयर गरिदिनु, अनि छिटो छिटो यस्तो भिडियोहरू हेर्नको लागि। आज चाहिँ मैले केही बोल्नै पर्दैन है, दुईजनाले बोल्नुहुन्छ। मेरो काम चाहिँ खाने मात्र हो। खानु पर्यो एउटा खानु तिमी आधी माथि खानु तपाईँले खाने खायो भयो खाऊ न। खाना जस्तो खाँदैछु अहिले त। खानुपर्छ। अहिले खाऊ नि, त्यसलाई मोटाउनु पर्छ के खानेकुरा। हेल्थको लागि राम्रो त होइन यो। तर पनि नानीहरूलाई फेरि यस्तो मनपर्छ। मलाई खासै चाउचाउ चाहिँ मन पर्दैन है। मन पर्दैन, खासै त मन पर्दैन। खाऊ न आधी। उसलाई हो मन पर्ने। म के खाने भोक लाग्यो भन्दा खाजा खान्छ, खाजा के खाने हो भन्दा खाजा के खाने भने तिमीहरू यस्तो किनेर खान्छ हामी नहुँदा।
छिटो मिठो घरको बनाएको कुरा मन पर्दैन हेर्नु यो नानीहरूलाई। खानु त अब टाइममा हुन्छ डायमन्ड पहिला त आनालाई मन पर्थेन है डायमन्ड होइन। धेरै मान्छेले घिनाउँछ क्या त डायमन्ड खान। तर हामीलाई चाहिँ यस्तै मनपर्छ गाइस। किन भन्दाखेरि हामीले अरू कसैले नखाने चिज चाहिँ हामीले फेरि मनपर्ने खुट्टा रे टाउको मान्छेले खाँदैनको कुराको हामी चाहिँ खान्छ। ढङ्गै छैन कि खाने। आफूले आफै भन्ने म त जे पनि खाने हो। चौचो नखानु तपाईँ भयो चौचो त खाँदैन म। मैले खाने अब हाँसम्म आइसक्यो। यस्तो मान्छेले गर्छ मुखबाङ। खाऊ न खाऊ। आएको तिमी के खान्छौ यो खान्छौ तिर्लै यो ए यसको आधी भाग नै छैन जस्तो। काट्दाखेरि धेरै काटियो होला। के खाऊ अब यो खाने मन तपाईँ छ। खानु आहा नि खाऊ। मलाई पुगे जस्तो भयो। यसलाई हेलाइ गरेछौ। अहिले खानु हो अरू केही भन्नु छ कि? फेरि भिडियोमा आउनु मन लाग्छ भनौँ न। फेरि नयाँ कुराहरू ल्याएर खानाको लागि बोलाउनुहोस्। मुखबाङ ल्याउने कि भ्लग ल्याउने कि तपाईँहरूले भनिदिनु होला। ढङ्गमरुमा ढङ्गमरु भनेको यही हो। ढङ्गमरु मैजा को चाहिँ हाल्नु त पहिला आमाले भन्ने गर्नुहुन्थ्यो केही काम बिगाऱ्यो भने ढङ्गै मरुका भन्नुहुन्थ्यो। म पनि भन्छु यिनीहरूलाई। यति मात्र हो र? यति होइन आफूलाई चाहिन्छ भयो भयो धेरै खानु हुँदैन यस्तो कुरा। यिनीहरू चाहिँ खासमा सबै जङ्क फुड हो कि। त्यही भएर त धेरै खान सक्दैन नि। किन खाइरहनु भएको त जस्ट यस्तो खाना किन बोलाउनु भयो त? अर्को पालिदेखि कसैलाई बोलाउँदैन म एक्लै हो। एक्लै पो अरे गाइस। एक्लै ऊ आउनु हेर्न चाहनुहुन्छ कि हामी पनि फेरि हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुहोस् है। उसले एक्लै भन्दैछ। अब चाहिँ हाम्रो गेमहरू जस्तो आउँछ होला। खाने फेरि खाँदैन यस्तो भयो। कडा खाँदैन भयो मुखलाई मिठो पेटलाई राम्रो हुँदैन के भन्ने खानु त्यस कारण यो खाइदिउँ ग्रेन खान्छस् त्यो हालेर खाऊ न चौचो। अब एक खाऊ न खाऊ के सकाइदेऊ किन फाल्नु यो ल खाऊ हाल्नु थाहा पो त मलाई गाह्रो भइसक्यो।
ओके यसमा ल ओ कति धेरै ल यसरी खाऊ न ल यार पनिले कत्रो यार नखान्छ मजाको त्यो नखाने खानु हुँदैन नखाने रे माम खानै हुँदैन क्या धेरै भयो क्या त्यस्तो भने यो डन खाँदैन खाने हो क्या गम गम तँ खाएको यो खाने हो ल यो यही छ त्यो चिकन डायमन्ड वाक्क हुँदैछ धेरै खायो नाकको क्या यसमा त बोसो हुन्छ नि त त्यही भएर हामी चाहिँ बोसोस केही भयो भने दिदी बहिनीहरू मेरो दिदीहरूलाई पनि मनपर्छ यो त्यो डायमन्ड चाहिँ मलाई है भनेर हामी झगडा खान्छौँ। गर्ने गर्छौँ हाम्रो चाहिँ लगभग सकि नै सकेको छ अब चाहिँ हाम्रो लेज मासु बाँकी छ भनौँ यो अलिकति खाऊ त्यसले दिएको होस् अब न लेज सकाइदिनु न गम गम सक्दैन म त भेज त तपाईँ खानु न मलाई मनपर्छ यो पनि आमा त पहिला चिकन डायमन्ड मन पराउँदैन बनायो भन्थ्यो अन्त गम गम केटी त अलिक नर्कटी छ कि यो खानामा अन्त तपाईँहरूको सामु कट नो कट उको कुरा गऱ्यो भने कर भन्छ नि यो लेज चाहिँ साह्रै मनपर्छ क्या मलाई ग्लु ल्याउनु भनेको छ ग्रिनवाला जङ्क फुड चाहिँ धेरै गर्नु हुँदैन है अब मामुलाई बोलाउन चाहिँ सलादमा चाहिँ बोलाउनु पर्छ है ओके यस्तो आइएम रेडी मलाई चाहिँ त्यस्तोमा नबोलाउनुहोस् होला हजुरलाई त आजबाट सक्यो बाई बाई होइन हजुरलाई चाहिँ चक्लेटको बिचमा बोलाउँछु नि तर गुच्चो चिज खानु सकिँदैन ल यो हावाको यो चाहिँ के गम गम खाएको त ए न्याकको हुँदैन क्या अरूले मात्रै हुन्छ। यो तर म खाइदिन्छु मिठो भयो अब खाऊ के खानु ल मलाई त ल भयो भने त खाँदैछु म चाहिँ एकदम टेस्टी मिठो त भयो मुखको लागि के हो यो अर्कोचोटि चाहिँ यस्तो गेमहरू पनि लिएर आउनेछौँ अब मुखबाङ त बन्नै नसक्ने रहेछ यसो छाट काट्ने जिउ डाइल अनुहारहरू त उसले गर्दैन जस्तो छ किनकि खान सक्दैन उसले यति खाना म चाहिँ सक्छु जस्तो छ भन्नु न म चाहिँ सक्छु मलाई त्यही त मलाई बोलाउ न र गाइस अब हाम्रो यसै नै लास्ट बाइट यो खाएको अनुसार एक्सर्साइज पनि हुनुपर्छ क्या टोटली फिनिस्ड यसले झन् खानै नसक्ने के हो कहिले म खान्छु खान नसक्ने मान्छे किन खानको ल गाइस हाम्रो चाहिँ अब सकिसकेको छ अनि सकायो अनि अब चाहिँ हाम्रो
सक्यो अनि आजको भिडियो चाहिँ हामी यतिमै राख्नेछौँ। तपाईँहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब हान्न नबिर्सिनु होला। अनि फेरि यस्तै यस्तै भिडियो हामी लिएर आउनेछौँ। यति नै भन्न चाहन्छु। बेल धन्यवाद। पनि टिङ टिङ दबाइदिनु ल बाई बाई बाई।